हेलो, वेलकम ब्याक टु माई च्यानल। म तपाईँहरूलाई आज विशेष गरिकन मेरो हृदयबाट म धन्यवाद दिन चाहन्छु। तपाईँहरूले मलाई लाइक एन्ड सब्सक्राइब गरिदिनु भएको छ, इमोजिसहरू पठाएर, हार्ट सेपहरू पठाएर, थम्स अपहरू पठाएर धेरै सपोर्ट मैले तपाईँहरूबाट पाएको छु। सो थ्याङ्क यू सो मच हरेकलाई धेरै धेरै धन्यवाद। मैले युट्युबै च्यानल खोल्नुपर्ने कुनै इच्छा चाहिँ गरेको थिइनँ, तर कारणवश मैले यो युट्युब च्यानल सुरु गरेको छु। अनि तपाईँहरूको यसरी सपोर्ट पाउँदा म त्यसमा धेरै इन्करेज पनि छु, खुसी पनि छु। आई होप यो युट्युब च्यानलद्वारा चाहिँ धेरै धेरैले धेरै आशिषहरू भविष्यमा पाउनेछ भनेर। अनि यो युट्युब च्यानल अब अर्काकै युट्युब च्यानल हेरेर म रमाउने मान्छे हो, तर फाइनल्ली आफैले युट्युब च्यानल चाहिँ चलाउँदाखेरि चाहिँ कसरी चाहिँ के गर्दा रहेछ भनेर थाहा पाएपछि बल्ल उनीहरूलाई मैले चाहिँ एउटा एप्रिसिएट गर्न थालेको छु है। अनि गाह्रो हुँदो रहेछ, तर असम्भव चाहिँ होइन रहेछ। पहिला त के भन्न चाहन्छु भनेर पहिला चाहिँ सोच्नुपर्ने रहेछ। अनि दोस्रो चाहिँ त्यो सोचेको कुरालाई चाहिँ लेख्नुपर्ने रहेछ। अनि बल्ल लेखिसकेपछि चाहिँ के अरे क्यामेरामा क्याप्चर गर्नुपर्ने रहेछ। अब त्यति मात्रै भए त हुन्थ्यो नि। त्यो क्याप्चर गरिसकेपछि चाहिँ त्यस पछाडि त्यसलाई छाँटकाट गर्नुपर्ने, एडिटिङ गर्नुपर्ने रहेछ। त्यो एडिटिङ गर्दाखेरि चाहिँ अब मलाई त थाहा थिएन अब कसरी एडिटिङ गर्छ। अनि एउटा प्रोग्राम पाएँ, अनि त्यो क्यापकट भन्ने प्रोग्राम रहेछ। त्यो क्यापकटमा हालेर मैले एडिटिङहरू गरेर मैले भिडियोहरू बनाउनु सिकिरहेको छु। अब एडिटिङ त सक्यो, आफूलाई मन पर्यो होइन। के अरे छोटो बनाउने कि लामो बनाउने कि तेर्सो हाल्ने कि होइन यस्तो भर्टिकल हाल्ने हो कि त्यो सबै गरिसकेपछि आफूलाई मन परिसकेपछि अब त्यसलाई चाहिँ मैले युट्युबमा सार्नुपर्ने रहेछ। अब युट्युबमा फेरि घ्वाममै सार्दाखेरि पनि टाइम लाग्ने रहेछ है। त्यही कारण त्यो समय पनि अब 1 घन्टाको चाहिँ अब त्यस्तो लामो पनि अब पछि होला, तर त्यति लामो पनि अपलोड गर्नुलाई पुरा टाइम लाग्दो रहेछ। अनि गम के अरे अपलोड गर्नु पनि गाह्रो हुँदो रहेछ, किनभने थम्बनेल्सहरू हुनुपर्ने रहेछ। त्यतिकै भिडियो हालेर सबैलाई देखाउन पनि नमिल्ने रहेछ। अनि बाहिरबाट हेर्दाखेरि एट्र्याक्टिभ बनाउनु पर्ने थम्बनेल्सहरू बनाउने भनेर पोस्टरहरू बनाउनु पर्ने हुँदो रहेछ। अनि त्यो पोस्टरहरू बनाउनु त आउँदैन, अब कसरी बनाउनु, कसरी एट्र्याक्टिभ बनाउने है। आफ्नै हुनरलाई त यहाँ एट्र्याक्टिभ बनाउनलाई आउँदैन, त्यो झन् त्यो फेसबुकमा अनि त्यो युट्युबमा त्यो एट्र्याक्टिभ बनाउनु त झन् कहाँ हो कहाँ हो। तर एउटा प्रोग्राम भेटाएँ, त्यो कान्भा भन्ने प्रोग्राम। अनि त्यो कान्भाले चाहिँ मलाई चाहिँ उद्धारै गरेको छ। अनि त्यो कान्भाबाट मैले के अरे थम्बनेल्सहरू बनाएर मैले अपलोडहरू गर्दाखेरि इन्क्लुड गर्नुपर्ने रहेछ। अनि त्यसको टाइटलहरू लेख्नुपर्ने रहेछ, के भन्न खोजेको त्योहरू सबै बुझाउनु पर्नेहरू रहेछ। अनि त्यस पछाडि बल्ल अपलोड गर्ने। अपलोडमा नि फेरि अब टाइम लाग्दो रहेछ। ल ठिकै छ, अब त्यो पनि भयो। तर फेरि अपलोड गर्दाखेरि टाइमिङमा अपलोड गर्नुपर्ने रहेछ। एकै दिनमा 3 वटा, अर्को दिन छैन पनि गर्नु हुँदैन रहेछ। रेगुलरली फेरि त्यो भोलि आज 6 बजी गरेको छ भने भोलि पनि 6 बजी, त्यहाँदेखि बेलुकाको 5 बजी गरेको छ भने भोलि पनि बेलुकाको 5 बजी, हौ त्यसरी रेगुलरिटी होइन, कन्सिस्टेन्सी चाहिँ दिनुपर्ने रहेछ। किनभने युट्युबले चाहिँ तपाईँको कन्टेन्टहरूलाई पुरा इभालुएट गरेर मान्छेहरूले तपाईँको कन्टेन्टलाई रुचाएको छ कि छैन, इन्ट्रेस्टेड छ कि छैन। यदि छ, मान्छेहरूले तपाईँको कन्टेन्टहरूलाई इन्ट्रेस्ट देखाएको छ भने चाहिँ युट्युब आफैले त्यो कन्टेन्टलाई बोकेर चाहिँ मान्छेको अगाडि पुर्याउने चाहिँ उनीहरूले गर्दो रहेछ हगि। त्यही कारणले गर्दाखेरि कन्सिस्टेन्सी चाहिँ धेरै इम्पोर्टेन्ट पनि रहेछ यो युट्युबको इन्डस्ट्रीमा। अनि मैले चाहिँ यो कुराहरू मैले सिकिरहेको छु अनि सिक्दै पनि छु। आई होप यो कुराहरूबाट चाहिँ तपाईँहरूले पनि केही सिक्नुभयो होला भन्ने मेरो आशा छ। सो थ्याङ्क यू सो मच वन्स अगेन। आज चाहिँ मेरो 1 हप्ताको सेलिब्रेसन, अनि तपाईँहरूलाई विशेष गरिकन धन्यवाद। सी यू अगेन।